आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधान सेनापति अशोकराज सिग्देलको अपील। सरकारवाला भन्छन् संविधानले होइन आवश्यकताको सिद्धान्तले दिनेछ नागरिक सरकार। नेपाली सेनाले गर्यो संयमता अपनाउनका लागि अपील। राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई महानायक राजेश हमालको अपील। जेनजी पुस्ताको प्रदर्शन निजी सम्पत्ति तोडफोड र लुटपाटमा परिणत भयो। प्रदर्शनकारीलाई बालेनको अपील, हाम्रो हातमा आइसक्यो, घर फर्कनुहोस्। निजामती अस्पतालमा 3 जना प्रदर्शनकारीको मृत्यु। नयाँ सरकारको तयारी भइसक्यो, सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउँ भन्दै जेनजीको अपील। प्रधान सेनापति सहित सुरक्षा अङ्गका प्रमुखहरूको आह्वान, राजनीतिक संवाद गरौँ। प्रदर्शनपछि जेनजीले मनाउन थाले विजय उत्सव। आन्दोलनरत पक्षलाई संयमित रहन डाक्टर सन्तोक रोहितको अपील। प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट निस्किएको रवि लामिछानेको दाबी। निजी सम्पत्ति र सार्वजनिक सम्पत्ति क्षति नगर्न कुलमान घिसिङको अपील। नक्खु कारागारका सबै कैदी निस्किए, कारागार भयो खाली। कास्की र तुलसीपुर कारागारबाट निस्के 1000 भन्दा बढी कैदी बन्दी। संयुक्त राष्ट्र संघले भन्यो नेपालमा संवाद र विश्वास निर्माणका प्रयासलाई सहयोग गर्न तत्पर छौं। पोखरामा लखन थापाको शालिग ढालियो, राखियो पृथ्वीनारायण शाहको प्रतिमा। मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा जेनजी युवाहरूको आगजनी। पूर्व प्रधान न्यायाधीश सुशीला कार्की सहितको संयुक्त आह्वान, संयमता अपनाऊ। चौधरी ग्रुपको सतुङ्गल स्थिर कारखानामा प्रदर्शनकारीले लगाए आगो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अनुरोध, सार्वजनिक सम्पत्ति नोक्सान गर्न रोकौं। प्रदर्शनकारीले जलाए चितवनका सबैजसो सरकारी कार्यालय, भाटबटिन र सिजी ल्यान्ड पार्कमा पनि आगजनी। नेपाल टेलिकमको अपील, दूरसञ्चारका संरचना साझा सम्पत्ति हो, संरक्षण गरौं। नाउपाका 2 संघीय सहित 4 प्रदेश सांसदले पद त्यागे। मानव अधिकार आयोगद्वारा हिंसात्मक नहुन प्रदर्शनकारीलाई आग्रह। एनसेलको केन्द्रीय कार्यालयमा तोडफोड, कम्पनीद्वारा 2 दिने निशुल्क सेवा घोषणा। मानहानि मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पले पाएनन् राहत, तिर्नुपर्ने भयो 8 करोड 33 लाख डलर जरिवाना। हमासलाई अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार्न कतारको दबाव। आगोको मुस्लोमा सिंहदरबार र संसद भवन लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौं। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनुहोला। शुभ प्रभात। इनसाइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2082 साल भदौ महिनाको 25 गते बुधबार, ईस्वी सम्वत सेप्टेम्बर 10 2025। आज विश्व आत्महत्या रोकथाम दिवस। दर्शकबिन, सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईमाझ उपस्थित भइसकेका छौं। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ, कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। आउनुहोस् आजको समाचार सुरु गरौँ। आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधान सेनापतिको अपील सम्बन्धी प्रसङ्गबाट। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गर्नु भएको छ। मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उहाँले वर्तमान असहज परिस्थितिलाई सामान्यकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो, त्यसैले आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु। उहाँले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख पनि व्यक्त गर्नु भएको छ। साथै उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति पनि प्रकट गर्नु भएको छ। प्रधान सेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमन चयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, नेपालको इतिहासले साक्षी बसेको जस्तो मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सधैँ प्रतिबद्ध रहन्छ। सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा सरकारवालाहरूको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिनु भएको छ। उहाँले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न पनि आग्रह गर्नु भएको छ। आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू, नेपालको इतिहासदेखि नै नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहँदै आएको तथ्य हामी सबैलाई सर्वविदितै छ। नेपालमा हाल भइरहेको आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेना
हार्दिक संवेदना र सहानुभूति प्रकट गर्दछ। साथै घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ। आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन र शान्ति, सुरक्षा, अमन, चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो। वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक एवं नागरिकहरूको सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो। तसर्थ यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ। जय मातृभूमि, जय देश। 15 देखि 28 वर्ष उमेर समूहका युवाहरू अर्थात् जेनजीको 2 दिनको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न मात्रै बाध्य बनाएनन्। राज्यका 3वटै अङ्ग कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका सचिवालयहरूलाई आगो लगाएर ध्वस्त बनाइदिए। नेपालको इतिहासमा अनेक पटक सत्ता उटलपुटल भए पनि यसरी सम्पूर्ण राज्य संयन्त्रमाथि कसैले कब्जा जमाएको यो पहिलो घटना हो। आजसम्म 2 दिनको आन्दोलनमा पहिलो दिन राज्यले गैरकानुनी रूपमा र अत्यन्तै असंवेदनशील ढङ्गले कम्तीमा 19 जना युवा विद्यार्थीको हत्या गरिदिएपछि दोस्रो दिन राजधानी लगायत देशका अधिकांश सरकारी तथा निजी सम्पत्तिमाथि युवाहरूले ठूलो क्षति पुर्याए। प्रधानमन्त्री, मन्त्री तथा नेताहरूका घरमा आगजनी तथा व्यक्तिगत आक्रमणमा समेत आन्दोलनकारीहरू उत्रेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो। तर यसले निकास के त भन्नेमा भने अझै पनि अन्यल देखिएको छ। आन्दोलनको बलमा सरकार ढलेपछि अहिलेको परिस्थितिमा संवैधानिक रिक्तताको अवस्था छ। आन्दोलनकारीहरू र नागरिक समाजबाट पनि शक्तिशाली नागरिक सरकारको माग भइरहेको छ। त्यसका लागि संसद विघटनको माग पनि आन्दोलनकारीहरूले गरेका छन्। अहिलेको संविधान अनुसार अहिले कायम वैधानिक सर्वोच्च संस्था राष्ट्रपति हो। राष्ट्रपति राष्ट्र प्रमुख हुनुको अतिरिक्त नेपाली सेनाको परमाधिपति पनि हुन्। तर 10 वर्ष अघि बनेको नयाँ संविधानले राष्ट्रपति एक्लैले संसद विघटन र नयाँ नागरिक सरकार गठन दुवै काम गर्ने अधिकार दिएको छैन। कतिसम्म भने राष्ट्रपति एक्लैले देशमा सङ्कटकाल घोषणा गरी संवैधानिक प्रावधानहरू निलम्बन गरी संसद विघटन वा नागरिक सरकार निर्माणको नेतृत्व गर्न सक्ने संवैधानिक प्रावधान पनि छैन। अर्कातिर जेनजीको आन्दोलन आवेगमा उठेको असङ्गठित आन्दोलन हो। आन्दोलनले सत्ता पलट नै गरिसकेको अवस्थामा यसको नेतृत्व लिन विभिन्न व्यक्तिहरूबीच प्रतिस्पर्धा हुन सक्छ। तर अहिलेसम्म राजनैतिक समस्या समाधानका लागि आन्दोलनकारी तर्फबाट कोसँग वार्ता गर्ने भन्ने पनि स्पष्ट छैन। आन्दोलनकारीहरूको भावनालाई हेर्दा त्यस्तो व्यक्ति काठमाडौँ महानगरपालिकाका मेयर बालेन पनि हुन सक्छन्। तर उनी आफैले भने आफू जेनजीभन्दा बढी उमेरको भइसकेकाले जेनजीले नै देशको नेतृत्व गर्नुपर्ने बताइरहेका छन्। यस्तो राजनैतिक र संवैधानिक रिक्तताका बीच विद्यमान संविधानले मुलुकलाई निकास दिन नसक्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल कुमार सिन्हा बताउँछन्। त्यसैले आवश्यकताको सिद्धान्त अनुरूप राष्ट्रपतिले राष्ट्र प्रमुखमा निहित हुने अधिकार प्रयोग गरी ती काम गर्न सक्ने पूर्व न्यायाधीश सिन्हाको भनाइरहेको छ। विद्रोहको निकास संविधानले दिँदैन, त्यो हिजो पनि दिएको होइन, अहिले पनि दिँदैन। नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने भए पनि उनलाई सङ्कटकालको घोषणा गर्ने, संसद विघटन गर्ने तथा नागरिक सरकारको अधिकार पनि दिएको छैन, पूर्व न्यायाधीश सिन्हा भन्छन्। यस्तो परिस्थितिमा राष्ट्रपतिले नै आवश्यकताको सिद्धान्त अनुरूप सङ्कटकाल लगाउने, संसद विघटन गर्ने तथा नागरिक सरकारका लागि आह्वान गर्ने लगायतका कामहरू गर्नुपर्ने हुन सक्छ। अहिले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु नै सबैभन्दा प्रमुख दायित्व भएकाले त्यसका लागि पनि संविधानका धारमा मात्रै समाधान खोज्न नहुने उनको भनाइरहेको छ। अहिलेसम्म सत्तामा रहेका दलहरूले आफूलाई जे सजिलो हुन्छ त्यस्ता प्रावधान राखेर संविधान बनाएका छन्। हामी नै सर्वेसर्वा हौँ, हामी बाहेक कसै कहाँ शक्ति जाँदैन, जुगौँ जुग हामी नै शासन सत्तामा बस्ने हो भन्ने सोचका साथ संविधान बनेको देखिन्छ उनले भने। त्यसो हुँदा देशको आवश्यकताका अनुसार अब राष्ट्रपतिले कदम चाल्नुपर्ने म देख्छु। सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले पनि अहिलेको परिस्थितिमा राष्ट्रपतिले आफूसँग राष्ट्र प्रमुखका रूपमा रहेको अन्तर्निहित अधिकार प्रयोग गरेर देशमा रहेको सरकार विहीनता र असुरक्षाको अवस्थालाई अन्त्य गर्नुपर्ने बताउँछन्। यो सामान्य अवस्था नभएकाले संविधानमा उल्लेख भएका व्यवस्थाले मात्रै समस्याको समाधान हुन सक्दैन उनको राय छ। नेपालको संविधानले त्यस्तो विद्रोहको अवस्थामा के गर्ने भन्ने खालको केही लेखेको छैन। नयाँ नागरिक सरकार गठन गर्ने वा संसद विघटन गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिँदैन।
तर त्यसो भनेर देशलाई असुरक्षा र सरकार विहीनताको अवस्थामा राख्नु भने हुँदैन। ट्र्याकबाट बाहिर गएको मुलुकलाई पुनः ट्र्याकमा नै फर्काउने दायित्व राष्ट्रपतिको नै हो, उनले भनेका छन्। देश, जनता र लोकतन्त्रलाई सोचेर राष्ट्रपतिले आफूमा निहित अधिकार प्रयोग गरी स्थितिलाई सामान्य अवस्थामा फर्काउनु पर्ने उनको भनाइरहेको छ। सरकार ढल्यो, राज्यका सम्पत्तिहरू सबै ध्वस्त भए, तर पनि देश त छ, जनता छन्, लोकतन्त्र छ, त्यसको सुरक्षा गर्नुपर्ने दायित्व राष्ट्र प्रमुखकै हो, लालले भनेका छन्। आन्दोलनकारीसँग सहमति गर्दै उनीहरूका माग सम्बोधन गर्दै देश, जनता र लोकतन्त्रको रक्षाको काम राष्ट्रपतिले गर्नुपर्छ। राजनीतिक विश्लेषक झलक सुवेदीले पनि सकेसम्म यही संविधानभित्रबाट निकास निकाल्नुपर्ने बताउँछन्। संसद र सरकार दुवै असफल भएका छन्, तर यो परिस्थितिको निकास सकेसम्म संवैधानिक प्रक्रियाबाट हुन उचित हुन्छ, उनी बताउँछन्। आन्दोलनकारीसँग वार्ता, नागरिक सरकार बनाउने सहमति गर्ने, संसद मार्फत संविधान संशोधन गरेर भए पनि त्यसका लागि संवैधानिक बाटो खोल्ने र आन्दोलनकारीकै तर्फबाट चुनावी सरकारको प्रधानमन्त्री बनाउने कुरा नै अहिलेका लागि सबैभन्दा उचित विकल्प भएको उनको भनाइरहेको छ। आन्दोलनकारीले संसद विघटन गरी नागरिक सरकार बनाउने माग गरे पनि संसद आह्वान गरेर संविधान संशोधन गरी त्यसका लागि बाटो खोल्न सकिने सुवेदी बताउँछन्। संविधान संशोधन गरी नागरिक सरकार बनेपछि संसद विघटन गरी ताजा जनादेशका लागि जान सकिन्छ। त्यसो हुँदा यो प्रक्रियाको संसदीय अनुमोदन नै उचित विकल्प हो, उनले भनेका छन्। परिस्थितिमा संविधान पनि विघटन गरियो भने फेरि अराजकता निम्ति नै जोखिम रहेको उनी बताउँछन्। राजनीतिक विश्लेषक अरुण सुवेदीले भने अहिलेको परिस्थितिमा नेपाली सेनाले मात्रै देशलाई निकास दिन सक्ने बताउँछन्। यो असङ्गठित आन्दोलन हो, यसले सत्ता पलट त गरिदियो, तर यो आन्दोलनको नेता कोही छैन, उनले भनेका छन्। प्रधानमन्त्रीले राजीनामा गरिसके, राष्ट्रपतिप्रति पनि आन्दोलनकारीको भरोसा छैन। यस्तो अवस्थामा देशलाई राज्यविहीनताबाट जोगाउने दायित्व सेनाको हो। दोस्रो विश्वयुद्धपछि जनरल डी गौलले नेतृत्व लिएर जसरी फ्रान्सलाई जोगाउने दायित्व निर्वाह गरेका थिए, त्यसैगरी नेपाललाई राज्यविहीनताबाट जोगाउने दायित्व पनि सेनाले निर्वाह गर्नुपर्छ, उनी भन्छन्। अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई आग्रह गरेका छन्। सोमबार प्रहरीको गोली लागि मारिएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो बताएका हुन्। सोमबारको घटना नेपालको इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताएका छन्। नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका हौं। साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन, ती हाम्रा हुन्, तिनको नाश नगरौं, संरक्षण गरौं, उनले भनेका छन्। हमालले भोलि देशको नेतृत्व गर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन पनि अपील गरेका छन्। उनले 1-2 वा 5-6 वर्षको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विस्फोटन भएको भन्दै अब नेपालीले नै मिलेर नेपाल बनाउनु पर्ने बताएका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालबाट जेनजी प्रदर्शनकारीहरूलाई अपील गर्दै भनेका छन्, प्लिज जेनजी, देश तपाईहरुकै हातमा हो, तपाईहरुले नै बनाउने हो। उनले अगाडि थपे, अब जति क्षति हुन्छ तपाई हाम्रो हो, अब घर फर्कनुहोस्। भ्रष्टाचार र सामाजिक सञ्जाल विरुद्ध उर्लिएको जेनजी आन्दोलनका क्रममा संयोजकले नेपाल निर्माणको मुख्य उद्देश्य नजिक पुगेको दाबी गर्दै आफ्नो आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्तिको नष्ट गर्ने प्रयास गरिरहेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएका छन्। साथै आज सम्बन्धित पक्षसँग वार्ताको चरणमा प्रवेश गर्ने पनि जानकारी दिएका छन्। मंगलबार राति जारी गरिएको विज्ञप्ति अनुसार जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो। विज्ञप्तिमा भनिएको छ, हामी अहिले हाम्रो नयाँ उद्देश्य नेपाल निर्माणको नजिक पुगेका छौं, तर प्राप्त सूचना अनुसार अझै पनि केही तत्त्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ। जेनजीले आफ्नो स्पष्ट नीति रहेको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु र लुटपाट गर्नु आफ्नो आन्दोलनको हिस्सा कहिले नहुने जनाएको छ। कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जेनजीका साथीहरू तथा आम राष्ट्रवादी साथीहरूलाई यस्ता कार्यहरू आफ्नो आन्दोलनसँग सम्बन्धित नभएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्न पनि आग्रह गरेका छन्। विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक बाटोबाट अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। जेनजीका अनुसार आन्दोलनमा सहभागी धेरै साथीहरू घर फर्किसकेका छन्। यसैबीच नेपाली सेनाले पनि सम्बन्धित पक्षलाई वार्तामा आउन आग्रह गरिसकेको छ। सेनाको यस्तो भनाइपछि जेनजीले प्रतिक्रिया दिएको हो। चौधरी ग्रुप सीजीको सतुङ्गल स्थित कारखानामा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाएको देखिन्थ्यो। सीजीको उक्त कारखाना टेलिभिजन, रेफ्रिजरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत
घरयासी उपकरण तथा एसेम्बल गरिन्छ। सेजी इलेक्ट्रोनिक्स एलजी को नेपाल स्थित आधिकारिक वितरक कम्पनी हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले देशको सार्वजनिक सम्पत्ति नोक्सान नगर्न अनुरोध गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै समयमित हुन आग्रह गरेका हुन्। आन्दोलनले एक निकास लिएको छ। हिजो जनको क्षति भएको छ, आज धनको क्षति भएको छ। आन्दोलनलाई थप अराजक नबनाई अब सार्वजनिक सम्पत्ति नोक्सान नगर्न हुन सम्पूर्णमा अनुरोध गर्दछु, उनको भनाइरहेको छ। सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शनमा एकैपटक 19 जनाको ज्यान गएपछि बिच्किएका प्रदर्शनकारीहरूले मंगलबार ध्वंसात्मक हिंसामा उत्रिँदा सरकारी सम्पत्ति मात्रै नभई निजी सम्पत्तिमाथि पनि तोडफोड, लुटपाट र आगजनी गरेका छन्। पहिलो दिन शान्तिपूर्ण प्रदर्शन भनेका जेनजीमाथि सुरक्षाकर्मीले गोली चलाएपछि 19 जनाको ज्यान गएको थियो। त्यसैको आवेशमा आएका जेनजी मंगलबार थप उग्र भएका थिए। सरकारले बिहानैदेखि काठमाडौँ चक्रपथभित्र कर्फ्यू आदेश जारी गरे पनि जेनजी स्वतस्फूर्त सडकमा उत्रिएका थिए। सुरुमा ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरेको जेनजीमाथि सुरक्षाकर्मीले ग्यास प्रहार गरेपछि थप उत्तेजित भिडले सरकारी कार्यालयलाई मात्र निशाना बनाएनन्, निजी सम्पत्तिमाथि पनि एक्कासी तोडफोड, लुटपाट र आगजनी गर्न थाले। मंगलबार बिहान प्रदर्शनकारीहरूले नक्साल स्थित हिल्टन होटलमा तोडफोड गरेर आगजनी गरेको थियो। आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीले प्रहरी प्रधान कार्यालय नजिकै रहेको हिल्टन होटलमा आगजनी गरेका हुन्। त्यसपछि उनीहरूले काठमाडौँको सतुङ्गल स्थित चौधरी ग्रुप सीजी को घरयासी सामग्री उत्पादन तथा एसेम्बल गर्ने उद्योग सेजी इलेक्ट्रोनिक्समा आगजनी गरे। उनीहरूले उद्योगभित्रबाट सामानहरू बाहिर ल्याएर सडकमा जलाएको देखिन्थ्यो। सीजीको उक्त कारखाना टेलिभिजन, रेफ्रिजरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत घरयासी उपकरण उत्पादन तथा एसेम्बल गरिन्छ। सेजी इलेक्ट्रोनिक्स एलजी को नेपाल स्थित आधिकारिक वितरक पनि हो। यो उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको हो। त्यस्तै प्रदर्शनकारीले सीजी को थापाथली स्थित सीजी मोटर्सको शोरूम पनि तोडफोड गरिदिएका छन्। त्यस्तै जेनजी प्रदर्शनकारीहरूले तिनकुने स्थित सिमरिक एयरको कारले पनि तोडफोड र आगजनी गरेका छन्। सिमरिक एयर क्याप्टेन रामेश्वर थापाको हो। सिमरिक एयर हेलिकप्टर सेवा प्रदायक कम्पनी हो। थापालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट व्यवसायी मानिन्छ। त्यसैगरी प्रदर्शनकारीले 32 पुतली स्थित माडवरी सेवा समितिले सञ्चालन गरेको व्यावसायिक भवनमा पनि तोडफोड र आगजनी गरेका छन्। यतिमै नरोकिएका जेनजी प्रदर्शनकारीहरूले व्यवसायी मीनबहादुर गुरुङले सञ्चालन गरेको नक्साल स्थित भाटपाटिन सुपर स्टोर्स तोडफोड, लुटपाट र आगजनी गर्न पुगे। गुरुङलाई पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छ। उनले केही महिना अघि एमाले पार्टी कार्यालय निर्माण गर्न राजधानी बल्कुमा 10 रोपनी जग्गा दान दिएका थिए। भाटपाटिन चेनको यो पहिलो स्टोर हो। आगो लगाउनु अघि प्रदर्शनकारीहरूले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटपाटिनका प्रमुख सञ्चालक अधिकृत सीओ पानु पौडेलले बताएका छन्। प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका हुन्। सीडीओ पौडेलले अनलाइन खबरसँग भने क्षतिबारे यकिन भएको छैन, स्टोरमा पुरै आगो लगाइएको छ। भाटपाटिनी नक्साल 2043 सालमा व्यवसायी गुरुङले स्थापना गरेका थिए। यसअघि राजावादीको आन्दोलनका क्रममा पनि कोटेश्वर भाटपाटिनमा लुटपाट भएको थियो। त्यसैगरी प्रदर्शनकारीहरूले चितवन, विराटनगर, पोखरामा रहेका भाटपाटिनी सुपर स्टोरहरूमा पनि तोडफोड, लुटपाट गरेका छन्। जेनजीको शान्तिपूर्ण आन्दोलनमा हामी निजी क्षेत्रको पनि समर्थन थियो र छ, तर यसरी निजी क्षेत्रको सम्पत्ति तोडफोड, लुटपाट र आगजनी हुनु अराजक कदम हो, एक उद्योगपतिले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अनलाइन खबरसँग बताएका छन्। हामीले हजारौंलाई रोजगार दिएका छौं। यसरी अराजकता मच्चाएपछि हामी कसरी माथि उठ्न सक्छौं? अर्थतन्त्र कसरी माथि लाग्छ? शान्तिपूर्ण प्रदर्शन गर्न जेनजीलाई आग्रह गर्न चाहन्छु, उनले भनेका छन्। निजी कर्पोरेट हाउसहरू तोडफोड, लुटपाट र आगजनी हुँदा त्यसको प्रत्यक्ष असर रोजगारी, आम्दानी, कर, राजस्व लगायतमा पर्ने उनको भनाइरहेको छ। यसरी अर्थतन्त्रमै प्रभाव पर्ने गरी प्रदर्शन नगर्न उनले आग्रह गरेका छन्। जेनजीले देशभर गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति निजी क्षेत्रको छात्र संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ। मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्योगी व्यवसायले तिरेको राजस्वको सदुपयोग लगायत विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन सरकार, राजनैतिक दल लगायत सम्बन्धित सबैलाई महासंघले आग्रह पनि गरेको छ। मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीँ कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ सचेत हुन पनि महासंघले सरकारको ध्यान आकर्षण गराएको छ। निजामती अस्पतालमा थप 3 जना प्रदर्शनकारीको मृत्यु भएको छ। अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार बिहान विभिन्न स्थानबाट 190 जना घाइतेको उपचारका लागि अस्पताल ल्याइएको थियो, जसमध्ये उपचारका क्रममा 3 जनाको मृत्यु भएको रेग्मीले जानकारी दिएका छन्। 2 जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रेफर गरिएको उनले बताएका छन्। यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर 2 जना प्रदर्शनकारीको मृत्यु भएको थियो। सोमबारको प्रदर्शनमा देशभर गरी कुल 19 जना प्रदर्शनकारीहरूले ज्यान गुमाएका थिए।
केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए। जेनजीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनैतिक निकासका लागि भन्दै मङ्गलबार पदबाट राजीनामा दिएका थिए। उनी गत 2081 असार 30 गते प्रधानमन्त्री नियुक्ति भएका थिए। उनले राजनैतिक निकासका लागि र समस्या समाधानका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्षले राजीनामा बुझाएका हुन्। 2081 साल असार 31 गते नेपालको संविधानको धारा 76(2) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनैतिक निकासका र समस्या समाधानको थप पहलका लागि संविधानको धारा 77(1) क बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु, प्रधानमन्त्री ओलीले राजीनामा दिँदै भनेका छन्। जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन भन्दै अपिल जारी गरेको छ। आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनैतिक निकासको बाटो खोलेको अपिलमा उल्लेख छ। सार्वजनिक अपिलमा भनिएको छ, अब यो देश हाम्रो नेतृत्वमा आएको छ। सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो, त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन, सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ। नागरिक सरकार र नयाँ राजनैतिक मार्ग निर्देशनको तयारी भइरहेको पनि अपिलमा उल्लेख गरिएको छ। हाम्रो न्यूनतम अडान सर्वस्वीकार व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन र नयाँ निर्वाचनमा जानु हो। यसै मार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौँ। प्रधान सेनापति सहित नेपालका सबै सुरक्षा अङ्गका प्रमुखहरूले राजनैतिक संवाद मार्फत शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन्। मुख्य सचिव, गृह सचिव सहित प्रधान सेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रूपमा समाधान निकाल्न आह्वान गरेका हुन्। उनीहरूले भनेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विशेष परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौँ। यस विषयमा राजनैतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बन्ध सबैमा हार्दिक आह्वान गर्दछौँ। आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले हस्ताक्षर गरेका छन्। सोमबार र मङ्गलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले विजय उत्सव मनाउन थालेका छन्। सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार 19 जनाको मृत्यु भएको थियो। त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू सोमबार पनि प्रदर्शनमा उत्रिएका थिए। सरकारले लगाएको कर्फ्यू आदेशको कुनै वास्तै नगरी अगाडि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरे। वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्तोक रोहितले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्। असहिष्णु र भ्रष्ट राजनैतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्। सामाजिक सञ्जालमा डाक्टर रोहितले लेखेका छन्, परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनु भएका भाइ बहिनीहरू, तपाईहरूले देखाउनु भएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनैतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। उनले सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनु पर्ने अपिल गरेका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो, तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ, संयम बनाऊ, उनले लेखेका छन्। सबै मिलेर देश जोगाउँ, सबै मिलेर देश बनाऊ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दावी गरेका छन्। नक्खु कारागारमा रहेका लामिछाने मङ्गलबार दिउँसो कारागारबाट निस्किएका थिए। सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मङ्गलबार झनै आक्रोशित बनेको थियो। सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए। कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेल मार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि आफू तयार रहेको पनि बताएका छन्। आम नागरिकको दबावपछि सरकारले मेरो रिहाइका लागि कानुन बमोजिमको प्रक्रिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधा आम नागरिक सामु आउन पाएको हुँ, लामिछानेले भनेका छन्। यसका बावजुद पनि मुलुकको कानुनप्रति वफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु। साथै उनले अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको बताउँदै मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार अगाडि बढ्नुपर्ने कुरामा आफू स्पष्ट रहेको पनि प्रतिक्रिया दिएका छन्। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी सहित सबै नेपाली नागरिकहरू संयमित हुने समय आएको बताएका छन्। प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनले अपिल गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रवैया, गैर जिम्मेवारीपन र असंवेदनशीलताका कारण उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, जेनजीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रमप्रति प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न
सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु। सार्वजनिक सम्पत्ति तपाईँ हाम्रै करबाट निर्माण भएको र पुनर्निर्माण पनि हाम्रै पैसा खर्च हुने हुँदा यसतर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु। अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारका दिशामा उन्मुख हुनु हो। जेनजी सहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान सङ्कटबाट निकास दिन आवश्यक रहेको घिसिङको भनाइरहेको छ। जेनजीहरूको उग्र प्रदर्शनपछि ललितपुरको नक्कु कारागारमा रहेका सबै कैदी निस्किएका छन्। राजसभा सभापति रवि लामिछाने सहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएका हुन्। कारागार बाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो। लगत्तै लामिछाने सहितका कैदीहरू बाहिरिएका हुन्। ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अहिले कारागार पुरै खाली भएको छ। कोही पनि कैदी अहिले कारागारमा छैनन्, अधिकारीले भनेका छन्। सोमबार र मङ्गलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो। जेनजी प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका कारण 20 बढीको मृत्यु भइसकेको छ। देशमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत उच्च पदस्थहरूको कार्यालयमा आगजनी भएको छ। सबै संरचनाहरू ध्वस्त भएका छन्। यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिइसकेका छन्। जेनजी प्रदर्शनकारीको आन्दोलनमा कास्की कारागारबाट 900 कैदीबन्दी निस्किएका छन्। दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेपछि फर्किएको थियो। त्यसपछि जेनजीका प्रदर्शनकारीहरू कारागार प्रवेश गरेका थिए। त्यहाँबाट 900 बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ। कास्की कारागारका अनुसार त्यहाँ 981 कैदीबन्दी थिए। जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयहरूमा आगजनी गरेका छन्। त्यस्तै तुलसीपुर कारागारका 124 कैदी निस्किएका छन्। साँझ 5 बजेतिर कारागारको मूल गेटको पर्खाल तोडेर उनीहरू निस्किएका हुन्। कारागारभित्र होहल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गरे पनि उनीहरू निस्किएको कारागार प्रमुख गिरिबहादुर सेजुवालले बताएका छन्। एउटा ब्लकमा बसेका कुल 169 कैदीबन्दी मध्ये 124 जना जेल तोडेर भागे पनि थप 55 जना भने आफूहरू नजाने भन्दै कारागारभित्रै बसेको कारागार प्रमुख सेजुवालले बताएका छन्। संयुक्त राष्ट्रसङ्घ युएनले नेपालमा आन्दोलन गरिरहेका युवाहरूको माग शान्तिपूर्ण रूपमा सम्बोधन गर्न आह्वान गरेको छ। त्यसका लागि सहयोग गर्न समेत तयार रहेको जनाएको छ। संयुक्त राष्ट्रसङ्घको नेपाल स्थिर कार्यालयले मङ्गलबार विज्ञप्ति निकालेर भनेको छ, संयुक्त राष्ट्रसङ्घ नेपालमा संवाद र विश्वास निर्माणका प्रयासहरूलाई सहयोग गर्न तत्पर छ, जसले तनाव कम गर्न र शान्तिपूर्ण समाधान मार्फत समृद्ध नेपाल निर्माणमा टेवा पुर्याउनेछ। युएनले अत्याधिक शक्ति प्रयोगमा संलग्न भएका व्यक्ति र संरचनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने पनि जनाएको छ। आन्दोलनकारीहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने मौलिक अधिकारको सम्मान गर्दै कुनै पनि हिंसा नगर्न उसले अपील गरेको छ। साथै राज्यका निकायलाई पनि अन्तर्राष्ट्रिय मानवीय कानुनहरूको मान्यताका आधारमा रहेर कानुन कार्यान्वयन गर्न पनि सचेत गराएको छ। प्रदर्शनकारीलाई मौलिक स्वतन्त्रता शान्तिपूर्ण ढङ्गले प्रयोग गर्न र हिंसाबाट टाढा रहन आग्रह गर्दछौँ, युएनले भनेको छ। साथै सुरक्षाकर्मीले गर्ने सबै क्रियाकलाप अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड अनुरूप संयमित र सन्तुलित हुन आवश्यक छ। युएनले नागरिकहरूका माग सम्बोधन गर्ने उपयुक्त माध्यम संवाद नै हुने भन्दै सबै सरकारवाला नागरिक र युवाहरूलाई जानकारी गराएको छ। विज्ञप्तिमा लेखिएको छ, बल प्रयोगको अत्याधिक घटना सम्बन्धी सबै आरोपहरू तत्काल स्वतन्त्र, पारदर्शी र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ। संवाद नागरिकका चिन्ताहरू, विशेष गरी युवाका आवाज सुनवाई गर्ने सबैभन्दा उपयुक्त माध्यम हो। युएनले समस्याका मूल कारण सम्बोधन गरी नेपाल समृद्ध भविष्यतर्फ अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेको छ। नेपाल प्रहरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनर्स्थापनाका लागि सबैलाई सहयोग गर्न आह्वान गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयले एक अपील जारी गर्दै यो कठिन घडीमा सबै नेपाली र प्रहरीले राष्ट्रको सुरक्षा, हित र अपराध नियन्त्रणका लागि एकजुट हुन जरुरी रहेको बताएको छ। आन्दोलनका क्रममा नागरिक र प्रहरी दुवैको दुःखद निधनले सबैलाई मर्माहत बनाएको उल्लेख गर्दै नेपाल प्रहरीले भएको जनधनको क्षतिलाई अपूर्णीय र दुःखद भनेको छ। प्रहरीले शान्तिपूर्ण सहकार्य मार्फत घाइतेहरूको उद्धार, उपचार र क्षतिको पुनर्निर्माण गर्न तथा कुनै पनि आपराधिक समूहबाट हुन सक्ने थप क्षति रोक्न सबैको साथ र सहयोगको अपरिहार्य रहेकोमा जोड दिएको छ। अपिलमा सार्वजनिक शान्ति, अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुनी शासन स्थापित गर्नका लागि प्रहरीलाई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरिएको छ। नेपाल प्रहरीले यस विषम परिस्थितिमा नागरिक प्रहरी साझेदारीको माध्यमबाट शान्ति पुनर्स्थापनाका लागि आफ्नो राष्ट्रिय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।
सशस्त्र प्रहरी बलले नेपालमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीव, धन तथा स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम परिस्थितिमा पनि प्रतिबद्ध रहेको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै जेएनजी आन्दोलनमा सशस्त्र प्रहरी बल नेपालले जनधनको क्षति कम हुने गरी पूर्ण रूपमा संयमताका साथ परिचालन भइरहेको जनाएको छ। विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन र संयमित भई सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण पक्षमा हार्दिक अनुरोध गर्दछ सशस्त्रले विज्ञप्तिमा भनेको छ। यस विषम परिस्थितिमा राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन सबै पक्षमा अनुरोध गर्दछौं विज्ञप्तिमा भनिएको छ। जेएनजी आन्दोलनको मेसो पारेर पूर्व राजा समर्पितले पोखराको पृथ्वी चोकको शहीद लखन थापाको शालिग ढालिदिएका छन्। उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन्। उक्त ठाउँमा यसअघि कसको शालिग राख्ने भन्ने विवाद थियो। दोस्रो जनआन्दोलनमा त्यहाँको पृथ्वीनारायण शाहको शालिग ढालिएको थियो। गणतन्त्र आएपछि शहीद लखन थापाको शालिग राख्दै लखन चोक नामकरण गरिएको थियो। पछि पनि पटक पटक त्यहाँ कसको शालिग राख्ने भन्ने विवाद चलिरहन्थ्यो। अहिले जेएनजी आन्दोलनको मौका छवि शहीद लखन थापाको शालिग ढालेर पृथ्वीनारायणको प्रतिमा राखिएको छ। मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा जेएनजी युवाहरूले आगजनी गरेका छन्। सिंहदरबारको प्रमुख गेटबार छिरेर प्रदर्शनकारीहरूले आगो लगाएका हुन्। सिंहदरबारभित्र विभिन्न मन्त्रालयगत अन्य प्रशासनिक क्षेत्रमा आगजनी गरेका छन्। प्रदर्शनलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सकेनन्। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र सुरक्षा निकायले वार्ताका लागि अपिल गर्दा पनि आन्दोलन रोकिएन। प्रदर्शनकारीले संसद भवन जलाइरहे। सर्वोच्च अदालतका पूर्व न्यायाधीश, शिक्षाविद, अधिकारकर्मी लगायत व्यक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन्। मंगलबार संयुक्त आह्वान गर्दै उनीहरूले आगजनी, तोडफोड, लुटपाट, सांघातिक आक्रमणका घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। व्यवस्थापिका संसद, न्यायपालिका, कानुन कार्यान्वयन निकाय, व्यापारिक प्रतिष्ठान तथा मिडिया गृहमाथि समेत भएका भौतिक संरचनामाथिका आक्रमणले हामीलाई कहीँ पनि पुर्याउँदैन भनी मनन गर्न प्रदर्शनकारीहरूलाई हामी हार्दिक अपील गर्दछौँ उनीहरूले भनेका छन्। उनीहरूले मुलुक यति बेला 20 जना युवाको मृत्युको शोकमा डुबेको उल्लेख गरेका छन्। यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गरी दण्डहीनताको अन्त्य गर्नुको विकल्प हुँदैन उनीहरूले भनेका छन्। यसका लागि पनि रचनात्मक ढङ्गबाट मुलुकको राजनीतिक अगाडि बढाउने वातावरण सिर्जना गर्नु अपरिहार्य छ। उनीहरूले प्रदर्शनकारी र सरकारी निकायलाई संयमता अपनाउन र शान्ति कायम गरी राजनैतिक निकास खोज्न पनि आग्रह गरेका छन्। यसरी संयुक्त आह्वान गर्नेमा मीनबहादुर राहेमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की, केदार भक्त माथेमा, वीरेन्द्र प्रसाद मिश्र, विद्याधर मल्लिक, कृष्ण खनाल, कृष्ण पोखरेल, हरि शर्मा, मोहना अन्सारी र चरण पर्साइरहेका छन्। प्रदर्शनकारीहरूले मंगलबार चितवनका अधिकांश सरकारी कार्यालयहरूमा आगजनी गरेका छन्। बिहान 11 बजे भरतपुरको 24 कोठीमा भेला भएका प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेपछि आक्रोशित बनेका थिए। उनीहरूले सबैभन्दा सुरुमा जिल्ला प्रशासन कार्यालयलाई निशाना बनाए। हजारौं संख्यामा जिल्ला पुगेका प्रदर्शनकारीहरूले प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा आगजनी गरे। त्यसपछि चितवन जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, आन्तरिक राजस्व कार्यालय, भरतपुर महानगरपालिका कार्यालय, यातायात व्यवस्था सेवा कार्यालयमा आगजनी गरे। सुरक्षाकर्मीले सुरुवातमा रोक्ने प्रयास गरे पनि पछि प्रदर्शनकारीहरूको भिडले उनीहरूलाई लाचार बनाइदिएको थियो। अन्य सरकारी कार्यालय जोगाउन नसकेका सुरक्षाकर्मीहरूलाई अपराह्न आफ्नै कार्यालय जोगाउन पनि हम्मे भएको थियो। सदरमुकामका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी गरेपछि प्रदर्शनकारीहरू भाटपाटिन सुपरमार्केट पुगेका थिए। उनीहरूले सुरुमा भाटपाटिन सुपरमार्केटमा ढुङ्गा प्रहार गरे, सिसा फोडे, त्यसपछि आगो लगाइदिए। आडैमा रहेका सीजे ल्यान्डमार्कमा पनि उनले आगो लगाएका छन्। प्रदर्शनकारीहरूले भरतपुरका अधिकांश वडा कार्यालयहरूमा पनि आगजनी गरेका छन्। उनीहरूले भरतपुर महानगरपालिकाको शिवनगर स्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, एमाले अध्यक्ष सुरेन्द्र पाण्डेको राप्तीको भण्डारा स्थित निवास, खैरहनी नगरपालिकामा रहेको एमाले संसदीय दलका नेता जेएन थपलिया, भरतपुर 10 मा रहेको एमालेका केन्द्रीय सदस्य कृष्ण भक्त पोखरेल, एमाले जिल्ला अध्यक्ष कमल पाठक, खैरहनी नगरपालिकाका मेयर शशि खनिया, उपमेयर कविता उप्रेती र वडा अध्यक्षहरूको निवासमा तोडफोड तथा आगजनी गरेका थिए। उनीहरूले खैरहनी नगरपालिकामा रहेका सबै सरकारी कार्यालय तोडफोड गरेका हुन्। रत्नगर नगरपालिका, रत्नगर स्थित इलाका प्रहरी कार्यालय र विभिन्न वडा कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले चितवनका सबैजसो राजनीतिक दलका कार्यालयहरू पनि जलाइदिएका छन्। उनीहरूले मंगलबार साँझ भरतपुर 10 स्थित कालिका एफएममा पनि आगजनी गरेका छन्। भरतपुर 9 मा रहेको महालक्ष्मी ड्राइभिङ सेन्टरमा पनि आगजनी गरेका हुन्। नेपाल टेलिकमले आफ्नो सम्पूर्ण भौतिक संरचना र सम्पत्ति जोगाउन सबैमा सहयोग गर्न आग्रह गरेको छ। दूरसञ्चार सेवाको विकास र विस्तारमा निरन्तर योगदान दिइरहेको उल्लेख गर्दै टेलिकमले यस्तो आग्रह गरेको हो। टेलिकमले सार्वजनिक अपिल जारी गर्दै भनेको छ, नेपाल टेलिकम नेपाली जनताका आफ्नै साझा सम्पत्ति भएकाले सुरक्षित राख्न र संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्छ। कम्पनीले आपतकालीन अवस्था, राष्ट्रिय विपत्ति वा अन्य असाधारण परिस्थितिमा पनि निरन्तर सेवा प्रवाह गर्दै आएको स्मरण गराउँदै जनतासँग सद्भाव राख्न र सम्पत्ति संरक्षणमा साथ दिन अनुरोध गरेको हो।
राष्ट्रिय मानवाधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ। आयोगले आन्दोलनकारीलाई संयमता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो। आयोगले सोमबारदेखि जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिएका छन्। अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग गरिएको पाइएको उनले बताएका छन्। 19 जनाको मृत्युले पनि सरकारले अत्याधिक बल प्रयोग गरेको कुरालाई पुष्टि गर्ने उनको भनाइरहेको छ। उनले उक्त घटनाको छानबिनका लागि अनुसन्धान टोली गठन गरेको पनि बताएका छन्। आयोगको सदस्य डाक्टर लिली थापाको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको हो। अनुसन्धान टोलीले प्रदर्शनका क्रममा भएका मानवाधिकार उल्लङ्घन र त्यसका संलग्नहरूको पहिचान गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गर्ने आयोगका प्रवक्ता डाक्टर पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार अनुसन्धान टोलीले मंगलबारदेखि नै काम थाल्नेछ। आयोगले यस घटनालाई निन्दा गरेको छ। एनसीले देशभर हालै विकसित दुर्भाग्यपूर्ण घटनाक्रमबाट मर्माहत भएको जनाउँदै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। कम्पनीले परिवर्तन र सङ्कटको समयमा आम उपभोक्तालाई देश विदेशमा रहेका आफन्तसँग सम्पर्क निरन्तर राख्न आफ्नो प्राथमिकता भएको बताएको छ। मंगलबार एनसेलको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड गरेका छन्। कम्पनीले दूरसञ्चार जस्तो अत्यावश्यक र सार्वजनिक सम्पत्तिमा क्षति भएमा समग्र सेवामा अवरोध उत्पन्न भई उपभोक्तालाई मर्का पर्ने जनाएको छ। त्यसैले यस्ता अत्यावश्यक सेवा र सम्पत्तिमा कुनै क्षति नपुर्याउन र अविरल सञ्चार सेवा प्रदान गर्न सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेको छ। उपभोक्तालाई सहज सञ्चारको पहुँच सुनिश्चित गर्न मंगलबारदेखि लागू हुने गरी आगामी 2 दिनसम्म निशुल्क लोकल भोइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने एनसेलले जनाएको छ। अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मानहानि मुद्दामा राहत दिन अस्वीकार गरेको छ। संघीय अदालतले जिन क्यारोलको मानहानि मुद्दामा निर्णायक मण्डलको निर्णयलाई समर्थन गरेको हो। राष्ट्रपतिले उन्मुक्ति पाउने तर्कलाई अदालतले अस्वीकार गर्दै पीडितलाई 8 करोड 33 लाख डलर दिनुपर्ने स्पष्ट पारेको छ। 2019 मा 81 वर्षीय क्यारोलले ट्रम्प विरुद्ध 1996 मा बर्गड्रोफ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा आफ्नो बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्। 79 वर्षीय ट्रम्पले पहिलो पटक 2019 को जुनमा उनको दाबीलाई अस्वीकार गरेका थिए। क्यारोन आफ्नो टाइपकी नभएकी अनि उनले आफ्नो पुस्तक हामीलाई पुरुषहरूको आवश्यकता किन छ भन्ने किताब बिक्री बढाउन यो कहानी गरेको ट्रम्पको भनाइरहेको थियो। न्युयोर्कको संघीय पुनरावेदन अदालतले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध 8 करोड 33 लाख डलरको मानहानिको निर्णायक मण्डलको फैसलालाई खारेज गर्न अस्वीकार गरेको छ। यस मुद्दामा आफू राष्ट्रपति भएकाले उन्मुक्तिको हकदार भएको ट्रम्पको तर्क रहेको थियो। म्यानहट्टन स्थित दोस्रो अमेरिकी सर्किट अपिल अदालत अफ अपिलले ट्रम्पको यो तर्कलाई अस्वीकार गरिदिएको छ। मुद्दाको रेकर्ड जिल्ला अदालतको निर्णयलाई समर्थन गर्ने हस्ताक्षर नगरिएको निर्णयमा 3 न्यायाधीशहरूको प्यानलले भनेका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले दोहामा हमासका प्रमुख वार्ताकार खलिल अल हयालाई अमेरिकी युद्धविराम प्रस्तावकलाई सकारात्मक रूपमा जवाफ दिन आग्रह गरेका छन्। कतारका प्रधानमन्त्रीले हमासका प्रमुख वार्ताकार खलिल अल हयांगसँग सोमबार भेटेर उक्त आग्रह गरेको सीएनएनले जनाएको छ। यसअघि हमासले आइतबार आफूले उक्त प्रस्ताव प्राप्त गरेको र त्यसपछि छलफल भइरहेको बताएको थियो। इजरायलले पनि आफू उक्त प्रस्तावमाथि गम्भीरतापूर्वक विचार गरिरहेको बताएको छ। यो योजनामा युद्धविरामको पहिलो दिन बाँकी रहेका सबै 48 बन्दको रिहाईको माग छ। यसको बदलामा इजरायलले हजारौं पालेस्टिनी कैदीहरूलाई रिहा गर्ने उक्त प्रस्ताव रहेको बताइएको छ। प्रस्तावमा इजरायल र हमासले युद्ध अन्त्य गर्न तत्काल वार्ता सुरु गर्न र जबसम्म वार्ता जारी रहन्छ लडाईँ पुनः सुरु नहुने उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता जारी रहेसम्म युद्धविराम कायम रहने सुनिश्चित गर्ने बताएका छन्। बन्धक र बेपत्ता परिवार फोरमले पनि अमेरिकी प्रयासको समर्थनमा विज्ञप्ति जारी गर्दै यसलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ। इजरायली सरकारलाई यो सहमतिको प्रस्तावलाई स्पष्ट समर्थन दिन आग्रह गरेको छ। हमासले स्वीकार गरेको कतार र इजिप्टको अघिल्लो युद्धविराम प्रस्तावमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हप्तौंसम्म कुनै जवाफ दिएका थिएनन्। लगभग अहिलेको जस्तै उक्त अघिल्लो प्रस्तावमा 10 जीवित बन्धक र 18 मृत बन्धकको बदलामा 60 दिने युद्धविराम भएको थियो। ठूलो संख्यामा प्यालेस्टिनी कैदीहरूको रिहाईको आह्वान गरिएको थियो। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनुहोला। साथै मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।